एउटै अभिलेख हो। त्यो अभिलेख कसको भन्दा मानदेव। मानदेवले त्यो अभिलेखमा के लेखेको छ भने अहिले चाहिँ कुनै कुनैमा जिकेहरूमा चाहिँ कसले बनायो भन्दा मानदेवले बनायो भनेर पढाइएको छ। तर त्यो मन्दिर त्यो अभिलेखले के लेखेको छ त भन्दा मानदेवले यो मन्दिर जीर्णोद्धार गर्नुभएको भन्ने हिसाबले लेखेको छ। त्यसले एउटा प्रमाणित के गर्छ भन्दा मानदेव भन्दा पुरानो मन्दिर हो भन्ने प्रमाणित गर्छ। केही अगाडिसम्म त्यो अभिलेखलाई नेपालको सबभन्दा पुरानो अभिलेख भनिएको थियो, तर अब त्योभन्दा पुरानो अभिलेख पनि भेटिने क्रम जारी छ। योभन्दा अगाडिको एउटा अभिलेख चाबेलको धन्धो चैत्यको भेटिएको छ। त्यसले गर्दा त्यसपछि पशुपतिमा पनि योभन्दा पुरानो एउटा लेखिएको भेटिसकेको छ। त्यसले गर्दा अब यो अहिले सबभन्दा पुरानो त नभनौँ, तर पुरानो मध्येकै हो। प्रसङ्ग चामुनारायण उत्पत्ति कसरी हुनुभयो अथवा गरुडनारायण उत्पत्ति कसरी हुनुभयो भन्ने एउटा प्रसङ्गमा चाहिँ नेपाल महात्म्य भन्ने एउटा ग्रन्थको उल्लेख आउँछ। नेपाल महात्म्य चाहिँ स्कन्द पुराण, हामीले हिन्दू धर्मावलम्बीहरूले 18वटा महापुराण भनेर मान्छौँ। त्यसमध्ये एउटा स्कन्द महापुराण हो। स्कन्द महापुराणमा त्यस अन्तर्गत एउटा नेपाल महात्म्य भन्ने ग्रन्थ आउँछ। त्यो नेपाल महात्म्यको दोस्रो अध्यायले चामुनारायणको उत्पत्ति कसरी भयो भन्ने व्याख्या गर्छ। कथा चाहिँ कस्तो छ त भन्दा एकपटक यहाँ चाहिँ पुरै चम्पक आरण्य भनेको के भन्दा चाँपको रुखको जङ्गल। नेपाल भाषामा हामीले चाङ्गु भनेका छौँ। चाङ्गु भनेको के त भन्दा खास चौगु, भनेको चाँपको रुख। ऊ त्यहाँ पछाडि तपाईँहरूले देख्नुहुन्छ चाँपको रुख अहिले पनि छ। पहिले चाहिँ यो पुरै ठाउँभरि नै चाँपको मात्रै जङ्गल थियो। नेपाल भाषामा च भनेको चाँप, गु भनेको जङ्गल। यसरी चाङ्गु भनेको यो कथा हामी पाउँछौँ। संस्कृतमा यसको नाम चम्पक नारायणै भन्छ। चम्पक भनेको चाँपको रुख। यसरी चाँपको जङ्गलको यो बिचमा एउटा ठुलो रुख थियो भनिन्छ र त्यहाँ एउटा गाईले हरेक दिन दुध दिन आउँथ्यो र त्यो दुध चाहिँ त्यो सुदर्शन नामको एकजना ब्राह्मण थियो, उसले गाई पालिरहेका थिए र त्यो दुध सधैँ उसको के भन्छ उसले कहिले पनि दुध खान पाउँदैन थियो। सधैँ दुध कसैले खाइसकेको के भएछ त भन्दा एकचोटि सुदर्शन नामले अब सधैँ यसरी दुध खाइरहेको छ, कसले के गर्यो हेर्न जान्छु भनेर गाई चलाउनु आउने बेलामा त्यो गाईको पछि लागेर लुकेर हेर्छन् र त्यसपछि यो चाँपको वृक्षको मुनिबाट कालो पुरुष एउटा आएर त्यो दुध गाईको दुध सबै खाइदिने गरेको उसले देख्यो। त्यसपछि रिसाएर सुदर्शन नामको ती ब्राह्मणले चाँपको रुखको मुनिबाट उत्पन्न हुनुभएको कालो पुरुषलाई शिर छेदन गरिदिनु भयो र त्यसपछि त्यहाँबाट 4 हातमा शङ्ख चक्र गदा पद्म दिनुभएको शिर नभएको चम्पक नारायण अथवा गरुड नारायण उत्पन्न हुनुभयो भनेर कथा पाइन्छ। त्यसपछि त्यहाँ कथा एउटा अरू के पाइन्छ त भन्दा चम्पक नारायण गरुड नारायणको अब म यहाँ प्रादुर्भाव भए म यही बस्छु, तिमी मेरो पुजारी भएर बस्नु भनेर सुदर्शन नामका ब्राह्मणलाई वरदान दिनुभएको एउटा कथा पाइन्छ। र धेरै अगाडि देवासुर सङ्ग्राम हुने बेलामा मैले तिमीहरूको कोही एउटा पुर्खाको भुलवश त्यो युद्धको कारणले गर्दाखेरि मैले उनलाई वध गर्नु परेको थियो। त्यो बेलादेखि मलाई ब्रह्म हत्याको पाप लागिरहेको थियो। तर अब उसैको वंशजबाट मेरो शिर काटिँदाखेरि चाहिँ मेरो ब्रह्म हत्या मोचन भयो। त्यसले गर्दाखेरि अब म यहाँ ब्रह्म हत्याको पापबाट मोचन भएर यहाँ सुखसँग बस्छु भनेर गरुड नारायण यहाँ बस्नुभएको कथा नेपाल महात्म्यमा पाइन्छ। त्यसपछि सुदर्शन ती ब्राह्मण जुन छ ती ब्राह्मणकै सन्ततिहरूले अहिलेसम्म पनि यहाँ नित्य पूजा गरिरहेका छन् र हामी पनि आफूलाई सुदर्शनको कुलमा उत्पन्न भएको ब्राह्मण भनेर भन्छौँ र अहिलेसम्म पनि सुदर्शन कुलकै ब्राह्मणबाट हामीले यहाँ पूजा गरिरहेका छौँ। यहाँ हरेक दिन बिहान नित्य पूजा हुन्छ। अघि तपाईँहरूमध्ये कोही अघि नित्य पूजा हुँदाखेरि आइ नै सक्नुभएको थियो, सायद धेरैले देख्नु पनि भयो होला। त्यसपछि बेलुका सधैँ आरती हुन्छ र गरुड नारायण अथवा नारायणलाई सबभन्दा मनपर्ने दिनहरू के भन्दा बुधबारको दिन एकदमै मनपर्ने, एकादशीको दिन एकदमै मनपर्ने, त्यसपछि द्वादशी पनि भयो। एकादशी मिश्रित हुन्छ कहिलेकाहीँ द्वादशी, त्यसले गर्दा द्वादशी पनि एकदम मनपर्ने
पूर्णिमा पनि एकदम मनपर्ने र अहिले पनि के गर्छौँ त भन्दा द्वादशी र पूर्णिमाको बेलामा यहाँ नारायण थानभित्र पूजा गर्नको लागि बागमतीबाट है मनोरायण बागमती सुन्दरजल जाने बाटोतिर गएर गोकर्णबाट अलिक माथि गएर त्यहाँबाट जल लिएर नित्य पूजा यहाँ गरिन्छ अहिले पनि। र हरेक दिन नित्य पूजाको लागि चाहिँ यहाँ तल नारायण हिटी भन्ने एउटा ठाउँ छ, त्यहाँ नारायण हिटीबाट जल ल्याएर पूजा गरिन्छ। अब यो मन्दिर वरपर त्यसपछि तपाईँहरूले अरू के देख्नुहुन्छ त भन्दा त्यहाँ छिन्नमस्ता भगवतीको मन्दिर देख्नुहुन्छ। पछाडिपट्टि त्यहाँ अलि टल्किएको छाना भएको एक तल्ले मन्दिर छ, त्यो छिन्नमस्ता भगवतीको रूप हो। छिन्नमस्ता भगवती प्रादुर्भाव हुनुभएको पनि एउटा कथा छ। नेपाल महात्म्यसँगै नै जोडिएको एउटा कथा छ, जसमा चाहिँ यो पर्वतको नाम के भन्दा दोलागिरी, दोला भनेको हल्लिरहने, यो हल्लिरहने पर्वत भएकोले गर्दाखेरि यहाँ पहिला किलेश्वर, यहाँको पशुपति पनि मानिन्छ, यहाँ किलेश्वर हुनुहुन्छ। किलेश्वर चाहिँ किलाको रूपमा भित्रैसम्म पुरै गाडिने गरिकन आउनुभएको भन्ने भनिन्छ। यसमा एउटा अर्को कथा के जोडिन्छ भन्दा कच्छपासुर, कच्छप भनेको कछुवा, कछुवाको रूपको एउटा असुरले चाहिँ यो दोलागिरी जहिले पनि हल्लाइराख्ने भन्ने एउटा प्रसङ्ग पनि आउँछ। र यसरी हल्लिराख्ने भएकोले यो ठाउँमा प्राणीहरू सकेनन्। अब के गर्ने त भन्दा उनीहरूले अब नारायणलाई भगवान् नारायणलाई पुकारौँ, भगवान् नारायणले जे भन्नुहुन्छ त्यही अनुसार गर्ने भन्दा भगवान् नारायणले किलेश्वर महादेवसँग के भन्छ सहयोग माग्नुभयो र महादेव चाहिँ किलाको रूप भएर यहाँ आएर यसरी विराजमान हुनुभएको र यो डाँडालाई चाहिँ हल्लिनबाट रोक्नु भएको भन्ने कथा प्रसङ्ग पाइन्छ। अब यसरी यहाँ नारायण बस्न भएपछि यहाँ अरू देवी देवताहरू पनि थुप्रै आउनुभयो। त्यसपछि धेरैजना देवी देवताहरू आउनु भइसकेपछि के भयो त यहाँ बस्ने विभिन्न प्राणीहरूलाई खाना लाउनलाई पुगेन। यहाँ अरू त पहिला जङ्गल हुन्थ्यो र जङ्गलमा आफै उनीहरूको खाने व्यवस्थाहरू थियो। त्यसपछि उनीहरूले फेरि भगवान् नारायणसँग ल अब हाम्रो पालना तपाईँले गर्नु पर्यो, कसरी अब हाम्रो खानेकुराहरू बन्दोबस्त हुन्छ तपाईँले हेरिदिनु पर्यो भन्दा नारायणले त्यसपछि भगवती देवीको उपासना गर्नुहुन्छ र भगवती प्रादुर्भाव हुनु भएर आफ्नै शिर आफैले काटेर ल मेरो शिरबाट 3टा रक्तधार आइरहेको छ, त्यो रक्तधारबाट तिमीहरू तृप्त हुन् भनेर यहाँ बस्नेहरू त्यही भएर कहिले पनि अतृप्त कहिले हुँदैन, सधैँ तृप्त हुन्छन् भन्ने एउटा मान्यता त्योसँग पनि जोडिएको छ। त्यसपछि अहिले अब अघि मैले मन्दिरको इतिहासको कुरा भनिहालेँ, मानदेवले जीर्णोद्धार गर्नुभएको भन्ने एउटा प्रसङ्ग पाइन्छ। त्यसपछि अंशु वर्माले त्यहाँ भित्रको अहिलेको जुन मूल मूर्ति छ त्यो मूल मूर्ति सुनको एउटा मोलम्बा सुनले लेपिएको मूल मूर्ति छ। त्यहाँ त्यसको मुनि एउटा अभिलेख छ, त्यो अभिलेख चाहिँ अंशु वर्माको त्यहाँ स्वर्ण अभिलेख छ। अंशु वर्माले त्यो मूल मूर्तिमा सुनको मोलम्बा लगाएर सुनको एउटा पाटा राखेर चढाएको भनेर एउटा अभिलेख पाइन्छ। त्यसले गर्दा मूल मूर्ति चाहिँ अंशु वर्मा कालिएको छ, अहिलेसम्म पनि त्यसरी नै छ। त्यसपछि यो अहिलेको जुन स्वरूप छ मन्दिरको, यो स्वरूप चाहिँ लिच्छवी कालको यस्तो स्वरूप होइन। यो स्वरूप चाहिँ कहिलेको भन्दा काठमाडौँका मल्ल राजा भूपालेन्द्र मल्लको शाही तपाईँहरूले ठ्याक्कै त्यहाँ गरुडको सँगै पछाडि त्यहाँ मन्दिर जस्तो गरेर छेकिएर राखेको छ, त्यो बिचमा चोरी भइसकेको भएर एकचोटि छेकिएको हो। अहिले त्यो सुनकै मूर्ति छ। भूपालेन्द्र मल्ल र भुवन लक्ष्मीको मूर्ति त्यहाँ बसेर देवतालाई नमस्कार गरेको मुद्रामा तपाईँहरूले त्यो मूर्ति देख्नुहुन्छ। र अहिलेको यो मन्दिरको अहिले भइरहेको संरचना यो जुन प्यागोडा स्टाइलको भनेर भन्छौँ, दुईतल्ले छाना भएको, माथि सिलको अलिक कलात्मक गजुर भएको र विभिन्न यो काष्ठकलाहरूमा यो ठाउँमा यो तोरणहरू भनेर राखिएको यो रूप चाहिँ भूपालेन्द्र मल्लको कालोमा बनाइएको भनेर भनिन्छ, त्यहाँ लेखिएको पनि छ। त्यसपछि अब यहाँ कृष्ण मन्दिर छ एउटा, थिमीको केही समूहहरूले यहाँ आएर चढाउनु भएको भन्ने एउटा प्रसङ्ग पाइन्छ, यतापट्टिको कृष्ण मन्दिर। त्यसपछि यता कुनाको अर्को एउटा महादेव मन्दिर छ, त्यो महादेव मन्दिर पनि पछि कतैको भक्तजन आएर चढाउनु भएको। यहाँको त्यसरी चढाएको भनेर थाहा नपाइएको भनेको जस्तो नासदेव भयो, नासदेव कहाँको भनेर कति पुरानो भनेर थाहा छैन हामीलाई। त्यसपछि उता पछाडि गणेशको एउटा मूर्ति छ, गणेशको मूर्तिमा चाहिँ फेरि शिलालेखै भएको कारणले त्यो पछि राखिएको भनेर थाहा पाइन्छ। त्यसपछि त्यहाँसँग एउटा हात्ती छ, त्यो हात्तीको एउटा कथा चाहिँ के छ भन्दा
यहाँ मन्दिरको तपाईँहरूले उता दक्षिणपट्टि हात्ती देख्नु भएको छ। त्यो हात्ती कुद्दै गर्दाखेरि त्यो हात्ती राख्नलाई भनेर हात्ती कुद्दै गर्दाखेरि अचानक त्यो हात्तीको रगत आएर कराउनु थाल्यो। त्यसपछि अब यसलाई छुनु हुँदैन, यो सिद्धि प्राप्त भएको चिज हो भनेर त्यसपछि त्यही छोडेको भने चाहिँ त्यहाँ गणेश र छिन्नमस्ताको सँगै तपाईँहरूले अहिले एउटा हात्ती अहिले पनि देख्नुहुन्छ। त्यसपछि अरू नै हात्ती लगाएर राखिएको 4 कुनामा, त्यसपछि शार्दुल होइन, त्यसपछि हात्ती, सिंह र त्यसरी विभिन्न अरू प्राणीहरू राखेर अहिले घेरिएको तपाईँहरूले देख्नुहुन्छ। त्यसपछि गरुडको नमस्कार गरिएको मुद्राको मूर्तिको बारेमा एउटा के भनिन्छ भन्दा त्यो गरुडको तपाईँहरूले मुखहरू हेर्नुभयो भने, मुखाकृति हेर्नुभयो भने कुनै राजाको जस्तो देखिन्छ। किन भन्दा ढुङ्गाहरू एकदम काटेर मिलाएर काटेको जस्तो देखिन्छ। हातमा त्यो पालाहरू होइन, त्यो हातमा विभिन्न गरगहनाहरू पनि एकदम मिलाएर राजसी काठमै राखेको देखिन्छ। त्यसले गर्दा के भनिएको छ त भन्दा यो विभिन्न कला इतिहासकारहरूले चाहिँ यो गरुडको जुन मुखाकृति छ त्यो ठ्याक्कै चाहिँ मानदेवको मुखाकृति जस्तो हो, उसले आफ्नै मुखाकृतिमा त्यहाँ बनाउन लगाएको हो भनेर भनिन्छ। त्यसले गर्दा यो गरुड आफै मानदेवको मुखाकृति भएको हो भनेर एउटा भनिन्छ। पहिला पहिला त्यो गरुड चाहिँ कहाँ थियो त थाहा छ? अहिले त्यहाँ तपाईँहरूले ठ्याक्कै मन्दिरको अगाडि एउटा आदि भएको टुक्रा भएको शिला देख्नुहुन्छ। अहिले तपाईँहरूले हेर्नु हो त्यो शिलाको माथि कि त्यो शिला कुनै बेलामा भूकम्पले चर्केको होला, के भएको होला, किनभने त्यहाँ चर्केको अहिले पनि देखिन्छ र त्यहाँ भाँचिएको अहिले पनि देखिन्छ। र अहिले जुन मैले यो शङ्ख र गदा चक्र र गदा भएको भनेर पिलर भने नि, त्यो पिलर चाहिँ त्यो स्तम्भ चाहिँ त्यहाँ माथि थियो। किन? त्यसको एउटा प्रमाण के पनि हो भन्दा त्यहाँ जसरी शिलालेख लेखिएको छ, अहिले हामीले पहिला पहिला त्यसलाई ब्राह्मी लिपि भनिन्थ्यो, त्यो ब्राह्मी लिपिबाट अब अहिले आएर हामीले नेपालीकरण गरेर लिच्छवी लिपि भनेका छौँ। त्यो लिच्छवी लिपिमा संस्कृत भाषामा लेखिएको छ। त्यो लिपि जस्तो छ त्यहाँ बाँकी भएको सानो ठुटोमा त्यो लिपि त्यहाँ पनि अलिकति अभिलेख आएको छ, त्यो लिपि ठ्याक्कै मिल्छ। त्यसले गर्दा यो त्यसैको भाग हो भनेर भनिएको पनि छ। र भनिन्छ त्यस माथि चाहिँ त्यो शिलाको माथि चाहिँ पहिला गरुड थियो र कुनै बेला भूकम्प आएर केही भएर विभिन्न कारणवश त्यो भत्किएर र गरुड चाहिँ अहिले पछि तल राखिएको भनेर भनिन्छ। र यहाँको कलाकृतिको हिसाबले पनि सबभन्दा महत्त्वपूर्ण एउटा गरुड भयो, भित्रको नारायण नै भयो। त्यसपछि यहाँ अगाडि तपाईँहरूले श्रीधर विष्णुको एउटा मूर्ति पनि देख्नुहुन्छ। श्रीधर विष्णु पनि यो करिब करिब डेटिङ गरिएको हिसाबले हामीले यसलाई 12 देखि 15 भनेका थियौँ, तर त्यो केही अगाडि पुरातत्व विभागले यसलाई अझ पुरानो डेटिङ गर्दै 7th सेन्चुरीतिरसम्मको भनिएको छ। यो भयो। त्यसपछि यतातिरको तपाईँहरूले माधव नारायण भनेर एउटा मूर्ति देख्नुहुन्छ। त्यो माधव नारायणको मूर्ति पनि त्यतिकै पुरानो भनेर मानिन्छ। यसको डेटिङ चाहिँ मैले अहिले ठ्याक्कै यति भन्न सकिनँ, तर यो करिब करिब 12औं शताब्दीतिर भन्दा पुरानो हुनुपर्छ। त्यसपछि यहाँको अर्को एउटा महत्त्वपूर्ण मूर्ति तपाईँहरूले याद गर्नुभएको छैन, यता मन्दिरको दक्षिणपट्टि र पश्चिम फर्कनु भएको विश्वरूपको मूर्ति छ, जुन आदि भाँचिएको छ। आदि त नहुनु, त्यो माथिको एउटा कुना भाँचिएको छ। त्यो ठाउँमा तपाईँहरूले चाहिँ त्यो विश्वरूपको मूर्ति देख्नुहुन्छ। विश्वरूपको त्यस्तो खालको कलात्मक मूर्ति अहिलेसम्म 2टा भेटिएको छ। एउटा चाहिँ यहीँ भयो, एउटा चाहिँ अहिले म्युजियममा नेसनल म्युजियमतिर राख्न लागेको छ। र त्यो कलात्मक मूर्तिहरू यी मूर्तिहरू पनि धेरै पुरानो मध्येको मानिन्छ। यसलाई पनि 7th सेन्चुरीतिरको डेटिङ गरेको छ। मैले यो 7th सेन्चुरी भन्दै गर्दा यो सबै इस्वी सम्बन्धको है, विक्रम सम्बन्ध होइन, इस्वी सम्बन्धको। र त्योभन्दा पनि पुरानो मूर्तिहरू अझ धेरै पुरानो हिसाबले छिन्नमस्ताभित्र तपाईँहरूले केही नभए पनि 2रो शताब्दीदेखिको मूर्तिहरू पाउनुहुन्छ। यो शिलालेख 464 AD त्यहाँ सम्बत दिइरहेको छ। त्यो सम्बत चाहिँ मानदेव सम्बत भनिएको छ, जुन अहिलेको विक्रम सम्बतसँग मिल्दैन। विक्रम सम्बत हेऱ्यो भने 523 तान्चुन हुन आउँछ। इस्वी सम्बत 464 AD त्यो डेटिङ भएको छ। यो शिलाभन्दा पनि मानदेवले राख्नुभन्दा पनि पुरानो मूर्तिहरू तपाईँले त्यहाँ छिन्नमस्तामा भेट्नुहुन्छ। नानखानभित्रको सबभन्दा पुरानो मूर्ति कति भनेर डेटिङ गर्न सकिएको छैन, किनभने यो अनादिकालको भनेर हामीले भनिरहेका छौँ। अब त्यो अहिले हामीले देख्न पनि सक्दैनौँ, किनभने सोनको मुलम्बाले छोपिएको छ, के छ त्यो हामीलाई थाहा छैन अहिले। त्यसले गर्दा त्यो कति पुरानो हो हामीलाई थाहा छैन, तर हामीले देख्दा र अहिलेसम्म डेटिङ भएको हिसाबले चाहिँ सबभन्दा पुरानो मूर्तिहरू छिन्नमस्तामा देखिन्छ। र त्यहाँ छिन्नमस्तामा यहाँ एउटा रमाइलो के छ भने तपाईँहरूले अष्टमातृका भनेर त जहाँ पनि सुन्नु भएको छ, यहाँ चाहिँ सप्तमातृका।
जस्तो अष्टमातृका भनेर हामी के भन्छौँ भन्दा ब्रह्मानी कमलेन्दु सौम्यवदना भनेर जुन ब्रह्मानी, त्यसपछि माहेश्वरी, माहेश्वरी पछि कौमारी, कौमारी पछि बाराही, वैष्णवी, इन्द्रायणी, त्यसपछि चामुण्डा र महालक्ष्मी भनेर यसरी अष्टमातृका मान्छौँ। त्यसमध्ये यहाँ इन्द्रायणी चाहिँ यहाँ छैन। इन्द्रायणी चाहिँ यहाँ छैन। इन्द्रायणी अथवा इन्द्राणी भनौँ, शुद्ध रूप चाहिँ इन्द्रायणी हो संस्कृतमा, हामीले नेपाली भाषामा चाहिँ इन्द्रायणी भन्छौँ। इन्द्रायणीको मूर्ति चाहिँ यहाँ छैन। इन्द्रायणी चाहिँ कहाँ छ त भन्दा मनोराको पारी तलपट्टि छ। कथा के त भन्दा यसरी अब भगवान् नारायण यहाँ बस्न आउनु भइसकेपछि सबै देवी देवताहरूले ल अब भगवान्को सेवामा जानु पर्यो, भगवान् कहाँ जानु पर्यो भनेर माथि चढ्दै गर्नुहुँदा चाहिँ इन्द्रायणी एकजना चाहिँ माथि चढ्न सक्नु भएन। त्यसले गर्दा सप्तमातृका 7वटा मातृका चाहिँ यहाँ पुग्नुभयो र इन्द्रायणी एकजना चाहिँ सधैँ तल पर्नुभयो। र अनि अहिले पनि त्यही भएर के गर्नुपर्छ भने मूल जात्राहरूमा चाहिँ यहाँ सबै देवतालाई पूजा गर्ने अलग छ, इन्द्रायणीमा फेरि तल गएर अलग पूजा गर्नुपर्छ। अहिले पनि त्यो चलन चाहिँ छ। तर अब यहाँ जस्तो होस् सप्तमातृका भनेर पनि त्यसलाई पूजा गरिन्छ। अष्टम मातृका चाहिँ तल इन्द्रायणीमा पनि जाने गरिन्छ। त्यसपछि अब यहाँको मूल जात्रा भनेर अस्ति आमाको मुख हेर्ने दिन, त्यो बेलामा त्यो वरपर भनेको त्यो बेला 7 दिन जस्तो चल्ने गरिकन आमाको मुख हेर्ने दिन भनेर खट जात्रा, चामुनारायण, त्यसपछि भैरवकाली, छिन्नमस्ता भन्दैन त्यो बेला भैरवकाली हुन्छ, र त्यसपछि किलेश्वर, यसरी 3टाको खट राखेर, खट बाँधेर भैरवकाली एउटै खटमा त्यसरी राखेर खट जात्रा यहाँ गरिन्छ। र त्यो खट जात्रामा भैरवकाली कहाँ कहाँसम्म पुर्याइन्छ भन्दा तल मनोरा पारी, आलापोट जाने बाटोतिर, दाँसीतिर, त्यो वरपर अहिले गोकर्णको क्षेत्रतिर त्यहाँसम्म पनि त्यो मूल जात्रा पुर्याइन्छ। र त्यसपछि अहिले यतापट्टि यहाँ मन्दिरको पूर्वपट्टि खोरिया गाउँ भन्ने छ, त्यहाँ खोरिया गाउँ भन्नेसम्म पनि तलसम्म लगिन्छ। नारायण र शिव अथवा पशुपति यहाँको किलेश्वरलाई चाहिँ बाहिर लगिन्न, उहाँहरूलाई चाहिँ यही सहर अथवा यो प्राचीन ग्रामभित्र नै राखिन्छ। चामुनारायणको उल्लेख चाहिँ केसम्म भनेर आइएको देखिन्छ भन्दा यहाँ पहिले 70,000 घर भएको एउटा ठुलो चम्पकापुर थियो भनेर पनि भनिन्छ। र अहिले पनि हामीले सङ्कल्प पढ्ने बेला चाहिँ चम्पकापुर नगरे भनेरै पढ्छौँ। चम्पकपुर चाँपको सहर, चाँपको जङ्गल भएको सहर, त्यसरी नै पढ्छ। त्यसपछि अहिले अब केही अगाडि यहाँ अब विभिन्न भनौँ न गुठीको त आफ्नो ठाउँमा सबको थाहै छ, हामी सबैजना त्यसको भुक्तभोगी पनि हुन सक्छौँ। चामुनारायण पनि अब गुठीबाट धेरै अब प्रताडित नै छ अहिलेसम्म पनि। चामुनारायणको पुजारीले अहिलेसम्म पनि नित्य पूजाको लागि यहाँ 1 रुपियाँ 91 पैसा अहिले पनि आउँछ होइन। चामुनारायणको पुजारीले अहिलेसम्म 1 सुक्का पनि भएको छैन। गुठी संस्थानमा चाहिँ 1 सुक्का पनि पाउँदैन अहिलेसम्म, पुजारी भएको लाभ। अब त्यो आफ्नो ठाउँमा छ, सबै चिजमा सबै परपूजाहरूमा पनि छ। चाहे त्यो मूल जात्रामा होस्, अलि गुठीबाट अब सामानहरू कटौती हुँदै आएका, त्यसपछि अर्को हाम्रो ठुलो परपूजा भनेको पौष बेलाको महास्नान हो। महास्नानमा पनि अब कटौतीहरू हुँदै आएका छन्। केही वर्ष यता चाहिँ अलिकति ठिक पनि भएका छन्, केही राम्रो चिज पनि छ नभएन, सबै नेगेटिभ भएको छैन। त्यसपछि अर्को वर्षको 2 चोटि कलश जात्रा हुन्छ। वर्षको 2 चोटि यहाँबाट चामुनारायणभित्रको कलश बोकेर यहाँदेखि हनुमान ढोकासम्म हिँडेर त्यहाँसम्म पुगिन्छ। र त्यहाँ हनुमान ढोका पुगिसकेपछि तलेजुमा गएर तलेजुसँग पूजाको साटासाट गरिसकेर त्यसपछि राष्ट्र प्रमुख कहाँ जाने, पहिले राजा कहाँ जाने र अहिले आएर चाहिँ राष्ट्रपति कहाँ लाने व्यवस्था गरिएको छ। त्यहाँसम्म जाने अहिले वर्षको 2 चोटि, एउटा श्रावणको शुक्ल पक्षको द्वादशी, श्रावण शुक्ल द्वादशीमा 1 दिन र त्यो दनै पूर्णिमाभन्दा अगाडिको। त्यसपछि अर्को चाहिँ ठ्याक्कै स्वस्थानी सुरु हुने दिन, शुक्ल पूर्णिमाको दिन, जुन बेला स्वस्थानी सुरु हुन्छ त्यो बेला पनि हामी कलश बोकेर हनुमान ढोका पुर्याउँछौँ कलश जात्रा। त्यसपछि हिजो शुक्रबार, हिजोको दिनमा चाहिँ विश्वम्भरा नारायणको जात्रा पूजा भनेर यहाँबाट विश्वम्भरा नारायण भने यता साँखुभन्दा अलि माथितिर, यता गोकर्ण साँखुको त्यो एरियातिर त अलि माथितिर जङ्गल सस्तो साइडमा गएर त्यहाँ गएर पूजा गर्न जानुपर्छ। विश्वम्भर नारायणको जात्रा हिजो मात्रै सिक्यो। त्यसपछि अब जेठ महिना खासै त्यस्तो परपूजा केही छैन। असारमा यहाँ पुकासा भनेर धागो मात्रैको माला राखेर चढाउनुपर्छ असारमा, त्यो पनि अब आउँछ पछि।
त्यो चाहिँ हरिशयनी एकादशी भन्दा पछिको भोलिपल्ट द्वादशीको दिन पर्छ। त्यहाँदेखि त्यसको काम सुरु हुन्छ। त्यसपछि अर्को एउटा पर्व पूजा छ चैत्र महिनाको, जसमा चाहिँ हामीले के गर्छौँ भन्दा अहिले पनि पूजा गर्दाखेरि देउता र आफ्नो आसपास सँगै फर्केर पूजा गर्छौँ नि। त्यो चैत्र महिनाको एउटा पर्व पूजा चाहिँ के गर्नुपर्छ भने देउताको पछाडि बसेर पूजा गर्नुपर्छ। हामीले देउतालाई हेर्नु मिल्दैन। किन भन्दा त्यहाँ राखेर देउता कुनामा राखेर देउता पूजा गरिन्छ र त्यहाँबाट बजोगिनी भनेको यो कुनातिर पर्छ। त्यहाँ बजोगिनी देउताको बिचमा कोही पनि आउनु हुँदैन। दुईजना मितहरू मानिन्छ। त्यो मितहरूको बिचमा आउनु हुँदैन भनेर हामीले पूजा गर्दाखेरि पनि देउताको पछाडि बसेर होइन, देउतालाई भनौँ देउताको पृष्ठभाग पछाडि बसेर मात्रै पूजा गर्छ। त्यो एउटा यहाँ अलि रमाइलो पक्ष छ। त्यसपछि अर्को तपाईँहरूले सुन्नु भएको पनि होला, थाहा पाउनु भएको पनि होला, यहाँ सत्ययुगको चामल भनेर एउटा त्यहाँ चामलको गेडा एउटा पाइन्छ। त्यसको नमुना हो, चामलै त होइन त्यो। प्राय के त्यसको कथा चाहिँ के छ त भन्दा सत्ययुगको त्यो चामल चाहिँ एउटा सानो गेडा चामल मात्रै जुनसुकै भाँडोमा पकायो भने त्यो भाँडो पुरै भरि भएर पाक्छ भन्ने एउटा कथा छ। त्यसले गर्दा जत्रो भाँडोमा पकायो त्यत्रो भाँडोमा त्यो सबै पाक्यो, त्यत्रो ठुलो भएर पाक्यो। अनि त्यो एक ढिक्का भएर पाक्छ। अब त्यो एक ढिक्का भएर पाकिसकेपछि त्यसलाई के गर्नुपर्छ त, खानालाई पस्किनलाई हामीले काट्नुपर्छ। नेपाल भाषामा हामीले भात पस्किनलाई के भन्छौँ, टायो भने काट्ने हो। त्यही भएर अहिलेसम्म त्यो कथा चाहिँ त्योसँग जोडिन आउँछ भन्ने एउटा मात्रै प्रसङ्ग हो। त्यसपछि अर्को अब यहाँ केही वर्ष यता चाहिँ हामीले यहाँ चाङ्गुनारायण विकास समिति भनेर एउटा समिति बनाएको छ। त्यसको एउटा महत्त्वपूर्ण मध्येको काम तपाईँहरूले यता विभिन्न पोस्टरहरूमा के काम गर्यो भनेर देख्न सक्नुहुन्छ। एउटा काम चाहिँ यो रङरोगनको काम। अब तपाईँहरूले विवाद पनि सुन्नु होला, यस्तो रङरोगन राखेर झिल्के गर्यो भन्ने खालका कुराहरू पनि आएका थिए, गर्नु नहुने काम भनेर पनि भनेका थिए। तर त्यसको दुईवटा प्रसङ्ग आउँछ यहाँ। एउटा प्रसङ्ग के भन्दा 2019 सालमा राजा महेन्द्रले बनाउँदाखेरि त्यो बेला पनि यसरी नै रङरोगन गरिएको थियो। पुराना फोटोहरूमा अहिले पनि रङरोगन गरिएको देखिन्छ। त्यो रङरोगन गरिएकै थियो। र अर्को रङरोगन गर्नलाई गुठीको व्यवस्था छ। त्यो रङरोगन गर्ने गुठी नै भन्नु अलग छ, चित्रकारहरूको गुठी नै अलग छ। रङरोगन गर्न नहुने भए त्यो चित्रकार गुठी किन राख्थ्यो होला? र चित्रकारहरूको फेरि यहाँ इनामेल पेन्टहरू युज गरेको होइन, उनीहरूको आफ्नै प्रविधिबाट शिक्षा भएको चित्रकारहरू नै हुन्। पूजा गरेर त्यो मसीदेखि लिएर कलमदेखि लिएर उनीहरूले त्यो घोट्ने रङहरूदेखि लिएर सबैलाई पूजा गरेर संस्कार गरेर त्यहाँ यता तल कुनामा बसेर त्यो रुमभित्र बसेर आफैले रङ घोटेर त्यो रङहरू त्यहाँ माथि लगेर उनीहरू आफै पूजा गरेर राखेका हुन्। त्यो पुरै विधि विधानसहित राखेका हुन्। त्यसले गर्दा अब अहिले त अब बिस्तारै रङ अलिअलि उत्रिन थाल्यो पनि, तर त्यो क्रम चाहिँ यसरी चलेको हो र पुनर्निर्माण गरिसकेपछि त्यो रङरोगन त्यसरी भएको हो। त्यो चाहिँ अब त्यसमा चाङ्गुनारायण विकास समितिले नै अहिले अलिकति इनिसिएसन लिएको हो अहिले चाहिँ। त्यसपछि अर्को हामीले अहिले के गरेका छौँ त भन्दा करिब पशुपति जस्तै भनौँ न, विशेष पूजाहरू भनेर एउटा व्यवस्था गरेका छौँ अहिले। यो केही वर्ष यता मात्रै कुरा हो। जसको इच्छा छ, जसको अब आफ्नो नाममा ल देउतालाई केही भनौँ न मेरो नाममा केही पूजा गर्नु छ भन्ने खालको त्यस्तो छ भने उहाँहरूले त्यहाँ विशेष पूजा के कसरी गर्ने भन्ने त्यहाँ लिस्टहरू छ। त्यो तपाईँहरूले इच्छा छ भने हेर्न पाउनुहुन्छ। विशेष पूजासँगै अब यहाँ एउटा बुधबारको दिन खिर पकाउनुपर्छ। त्यो खिर चाहिँ जो पुजारी हो उसले आफैले पकाउनुपर्छ, अरू कसैले छुनु हुँदैन। अघि तपाईँहरूले अगाडि आउनुभएका केही मान्यजनहरूले पनि देख्नुभयो होला, त्यो पुजारी त्यहाँ हिँड्ने बेलामा त्यहाँ कतै पनि तपाईँहरूलाई यताउति जान दिइन्न। किनभने हामीलाई त्यहाँ कसैले छुनु हुँदैन। हामीलाई छोइयो भने पुजारीलाई त्यहाँ त्यो बेलामा छोइयो भने चाहिँ हामी फेरि तल गएर नुहाइ गरेर फेरि नित्य पूजा गरेर फेरि मन्दिरको नित्य पूजा फेरि दोहोऱ्याएर गर्नुपर्छ। त्यही भएर त्यो बेलामा चाहिँ केही समय पुरै रोकेर राखिन्छ। त्यसरी नै खिर ल्याउने बेला पनि हामीले खिर ल्याएर त्यहाँ बुधबार देउतालाई खिर पकाएर चढाउँछौँ। र यहाँको बुधबारको दिन विशेष किन भन्दा बुधबारको दिन नारायणलाई मनपर्ने बार र त्यो दिन चाहिँ खिर पायस चढाएर सर्वसाधारणलाई पनि त्यो खिर प्रसाद बाँडिन्छ। तपाईँहरू बुधबार पाल्नु होला, बुधबार पाल्नु हो भने चाहिँ खिरको व्यवस्था यहाँ मन्दिरभित्रबाट खिर प्रसादको रूपमा पाउनुहुन्छ त्यो। त्यसपछि त्यो चाहिँ अब हामीले विशेष। अनि यो खिरको एउटा अर्को महत्त्व के भन्दा यो भेग वरपरकाहरूको अन्नप्राशन भनेर त्यो घरमा अलग्गै गर्ने चलन छैन।
घरमा त्यो अलग्गै अन्नप्राशनहरू त्यो छ नि बाजेहरू बोलाएर कलश पूजा गरेर त्यो अन्नप्राशन अलग राख्नु पर्दैन। सजिलो के उहाँहरूको भन्दा यहाँ आउनुहुन्छ बुधबारको दिन आफ्नो छोराछोरीहरू कसको अन्नप्राशनको लागि हो त्यसको लागि भनेर अब ल यति हामीले चाहिँ देउताको लागि भनेर के अन्नप्राशनको लागि भनेर सबैलाई खुवाउनलाई भनेर दुध र चामल चढायौँ, किसमिसहरू अब त्यो के घिउ अनि अलिअलि किसमिसहरू त्यसरी ल्याउनुहुन्छ, सक्खर ल्याउनुहुन्छ, त्यो चढाउनु ल्याउनुहुन्छ। अनि त्यो चढाएको चिजहरू हामी पकाएर दिन्छौँ र अनि उहाँहरूको बच्चा बच्चीहरू जो छ उनीहरूलाई खुवाउनलाई हुनेछौँ। उहाँहरूको अन्नप्राशन त्यतिमै सम्पन्न हुन्छ, अरू केही राख्नु पर्दैन। यो चाहिँ फेरि हामी नेवार परम्परा मात्रै होइन, गैर नेवारहरूको पनि परम्परा त्यही नै हो। हाम्रो नेवारहरूको मात्रै परम्परा चाहिँ होइन। यो भेगतिर यो मूलपानीतिरका होस्, यता आलापोट डाँसीतिरका होस्, यो चाङनारायण बस्तीकै वरपरका जोसुकै होस्, उहाँहरूको परम्परा त्यही छ। अर्को यहाँ जस्तो भनौँ न, हामी सत्यनारायण पूजाहरू लाउँछौँ, अरू विभिन्न पूजाहरूमा नारायण राख्छौँ। यहाँ नारायण अलग राख्नु पर्दैन, घरमा पनि नारायण अलग राख्नु पर्दैन, किनभने यो नारायणकै ठाउँ हो। त्यसले गर्दा यहाँ अलग घरमा कसैले राख्छन्, कसैले शालिग्रामहरू पनि राख्छन्, तर राखिराख्न आवश्यक छैन। घरमा कुनै पनि देउता छैन भने पनि यहाँ मन्दिरमा आएर पूजा गर्दा चल्छ, उनीहरूको हरशुद्ध नै हुन्छ। अर्को एउटा परम्परा के छ भन्दा यो चाङनारायणलाई चाहिँ विशेष त यो चाहिँ दक्षिण भारतीयहरूले अझ भन्छन् यो चाहिँ धरतीको स्वर्ग भनेर मान्छन्। त्यही भएर उनीहरू यहाँ आइसकेपछि चाहिँ हामी स्वर्ग पुग्यौँ भनेर भन्न आउँछन्। अनि उनीहरू चाहिँ दक्षिण भारतीयहरू त अझ विशेष, अरूको पनि छ होला होइन, तर वैष्णव सम्प्रदायमा अझ दक्षिण भारतीयहरू उनीहरूको चाहिँ उनीहरूले जीवनभरमा जसरी हामी ज्योतिलिङ्गेश्वर भनेर 12वटा ज्योतिलिङ्गेश्वर मान्छौँ, त्यसरी नै नारायणको मन्दिरहरू उनीहरूले 22वटा मान्छन्। त्यसमध्ये 21वटा सबै दक्षिण भारतमा छ, एउटै मात्र चाङनारायण यहाँ नेपालमा छ। र दक्षिण भारतीयहरूले त्यही भएर नेपाल आउने बेलामा चाङनारायण अनिवार्य रूपमा उनीहरू दर्शन गर्न आउँछन् धेरै जसो। अब लगभग मैले भन्ने यति नै होला। अरू केही छ भने पछि हामी यसरी नै कुराकानी गर्न सक्छौँ। मैले सायद अलिक धेरै समय पनि लिएँ होला। तपाईँहरूलाई यो कार्यक्रम आयोजना गरी मलाई यहाँ केही कुराहरू राख्न, चाङनारायणको आफ्नै ठाउँको बारेमा यसरी तपाईँहरूलाई केही कुराहरू अवगत गराउन पाउनु मेरो लागि पनि सौभाग्यको कुरा हो। यसको लागि तपाईँहरूलाई पनि धेरै धन्यवाद। मल्ल प्रधानाङ्ग प्रतिष्ठान उहाँहरूको केही साथीहरूसँग मैले केही अगाडि भेट्ने मौका पाएँ र उहाँहरूको बारेमा अझ बढी उहाँहरूका क्रियाकलापहरूका बारेमा अझ बढी जान्ने मौका पाएँ। यसको हामी निरन्तरता भइराखोस् र यस प्रगतिको कामना पनि गर्न चाहन्छु यही मञ्चबाट। र सबैजनालाई धेरै धेरै धन्यवाद सुनिदिनु भएकोमा। केही कुरा छ भने हामी पछि एकचोटि औपचारिक अनौपचारिक रूपमा पनि कुराकानी गर्न सक्छौँ। गुरु एउटा कुरा हजुर भन्नुहोस्। गरुड र यो हाम्रो उसको यहाँ छुवाएर लाने भन्ने थियो, के हो त्यो नाग र गरुड? यो एउटा यहाँ रमाइलो चिज छ। जीवजन्ती हजुर रमाइलो चिज एउटा के छ भन्दा गरुड र नागलाई हामीले एक अर्काको दुश्मन मान्छौँ। गरुडले नागलाई खान्छ, तर विभिन्न देवताहरूका राख्ने बेलामा एउटा रमाइलो प्रसङ्गहरू के छ भन्दा यो भित्र एउटा सत्यनाग भनेर साँच्चीकै सर्पको छालाको एउटा गहना छ। त्यो कथा कस्तो आउँछ त भन्दा मनोरा खोलाबाट यता आउँदै गर्दाखेरि पुरानो प्रसङ्ग त यो नागदह हुँदाखेरिकै प्रसङ्ग हो। त्यसपछि अब यहाँ अब बस्तीहरू बस्न थाल्यो, दह हट्न थाल्यो, चोबारको गल्छी खोलियो, त्यसपछि अब यहाँ बस्न योग्य ठाउँ भयो र विभिन्न किसिमका नागहरू विभिन्न आफ्नो आफ्नो ठाउँमा बस्न गयो। कर्कोटक नाग एक ठाउँमा गयो होला होइन, बासुकी नाग एक ठाउँमा गयो होला। यसरी विभिन्न नागहरू आफ्नो आफ्नो ठाउँमा जाँदाखेरि यहाँभित्रको हामीले एउटा सत्यनाग भन्छौँ। सत्यनाग चाहिँ यता मनोरातिर गइराख्नु भएको थियो। अब त्यो सत्यनाग चाहिँ त्यसपछि के भयो त भन्दा यहाँ ठाउँमा आउन सक्नु भएन। मैले चाहिँ नारायणको दर्शन नपाउने भएँ, किन भन्दा नारायणको वाहन गरुडले मलाई सधैँ छेक्ने भयो भनेर भन्दाखेरि चाहिँ अब यसरी तिमीले दुःख मान्नु पर्दैन, तिमीलाई चाहिँ म आफ्नो शिवजीले जस्तै गरेर म आफ्नो गलामा पहिरिन्छु भनेर सत्यनाग तपाईँहरूले त्यहाँ भित्र हेर्नुभयो भने सत्यनागलाई नारायणले आफ्नो गलामा पहिरिनु भएको छ। त्यसले गर्दा यो ठाउँमा आइसकेपछि नारायणको अगाडि आइसकेपछि शिवजी पनि अगाडि नै हुनुहुन्छ, शिव र नारायण एकै हुनुहुन्छ यहाँ यो रूपमा। त्यो ठाउँमा आइसकेपछि नाग
को होस् अथवा गरुडको होस् कसैको कसैलाई भयो हुँदैन भन्ने एउटा प्रसङ्ग छ। अनि अर्को अलिकति एउटा कुरा जोडिहालेँ, गरुडसँगै तपाईँहरूले त्यहाँ एउटा शिर छेदन भएको एउटा सानो मूर्ति देख्नुहुन्छ। कसैको नाग दोष छ भने कुण्डलीहरूमा अथवा अरू विभिन्न कारणले नाग दोष छ भने चाहिँ अब हाम्रो आफ्नो आफ्नो विधि अलग छ, तर चामुण्डामा आएर त्यो गरुडसँगैको शिर छेदन भएको मूर्तिलाई पूजा गर्यो भने चाहिँ नाग दोष निवारण हुन्छ भन्ने त्यो कथा पनि यहाँ पाइन्छ र गरिरहेका पनि छन्। अरू प्रश्नहरू केही प्रश्नहरू छ भने हजुर भन्नुहोस् न। शिवरात्रिमा चाहिँ पशुपतिमा पूजा गर्छ विशेष यहाँको विशेष दिन मैले अघि भनिहालेँ, हरेक बुधबार विशेषै हो, हरेक एकादशी द्वादशी विशेष हो। सङ्क्रान्ति र पूर्णिमा पनि अझ नारायणलाई राम मनपर्ने भनेर मानिन्छ। तर एकदम ठुलो मेला लाग्ने भनेको चाहिँ हरिशयनी एकादशी, ठुलो एकादशी चाहिँ यहाँ एकदम मेला लाग्ने हरिशयनी, हरिपरिवर्तिनी र अझ सबभन्दा बढी चाहिँ हरिभोजिनी एकादशी, त्यो जुन चतुर्मास भनेर मनाइन्छ नि, चतुर्मासभित्र चाहिँ यहाँ अब एकदम एकछिनले मेला लाग्छ। कार्तिक महिना त अझ झन् विशेष भइहाल्यो। श्रावण अझ यहाँ किलेश्वर पनि भएकोले गर्दा श्रावणमा पनि किलेश्वरमा भिड लाग्ने बित्तिकै यहाँ पनि भइहाल्यो। त्यसपछि साँकुबाट माधव नारायण, साँकुको माघ महिनामा हुन्छ। माघ शुक्ल एकादशीको दिन माधव नारायणका व्रतालुहरू त्यहाँ साँकुदेखि हिँडेर यहाँ आउनुहुन्छ। एक रात यही सतलहरूमा बस्नुहुन्छ, यहाँ माथि यताको सतलहरूमा बस्नुहुन्छ र भोलिपल्ट द्वादशीको दिन तल साङदह भन्ने छ, शङ्खदह भन्ने, त्यो शङ्खदहमा गएर उहाँहरू व्रत बस्नुहुन्छ। त्यो पनि अब एकछिनले विशेष दिन नै भयो। अरू केही छ? अघि पण्डितजीले भन्नुभयो नि यो यसको स्थापना मानदेव होइन भन्ने भन्नुभयो होइन, त्यसो भए हामीले अब हिस्ट्रीमा के भनेर बुझ्ने त यसको स्थापना कसबाट भयो, कसको पालामा भयो भनेर बुझ्नु पर्ने त? धन्यवाद प्रश्नको लागि। मानदेव हो भनेर लेखिएका चाहिँ यो हाम्रा जिके बुकहरू र कोही अब एकछिनको टुरिस्ट गाइडले भनेका मात्रै हुन्। इतिहासको एउटा इतिहासकारले लेखेका कुनै पनि लेख अथवा किताबहरूमा मानदेवले बनाएको भनेर लेखिएको सायदै पाउला, किन भन्दा त्यो इतिहास सिद्ध कुरा होइन। इतिहास सिद्ध कुरा एउटै मात्र प्रसङ्ग कहाँ पाइन्छ भन्दा यो कसले बनाएको भन्ने सम्बन्धी प्रसङ्ग चाहिँ गोपाल राजवंशावली भनेर तपाईँहरूले पढ्नु भएको हेर्नु सुन्नु भएको छ छैन? गोपाल राजवंशावली लेखिएको त्यो त अब कति पुस्तादेखि सारिएको हुन्छ, लेखिएको हुन्छ। त्यसको अन्तिम पटक अपडेट भएको चाहिँ जयस्थिति मल्लको कालमा। जयस्थिति मल्लको, किनभने त्यसको एक त्यसमा विवरणहरू यो दिन, यो मिति, यो बार, यो करण, यो तिथि सबै उल्लेख गरेको छ। त्यही भएर जयस्थिति मल्लको कालमा अन्तिम पटक त्यसलाई अपडेट गरिएको भन्ने हामीसँग प्रमाण छ। गोपाल राजवंशावलीले के लेखेको छ भन्दा राजा हरिदत्त वर्मा, त्यो भनेको मानदेव भन्दा पनि पुरानो राजा होइन, राजा हरिदत्त वर्माले 4 नारायणको स्थापना गरेको, 4वटा चाङु नारायणको स्थापना गरे भनेको छ। अझ एउटा पूर्वको चाङु नारायण त्यो भनेको यो भयो, अर्को पश्चिमको चाङु नारायण त्यो भनेको इचङ्गु, अर्को दक्षिणको चाङु नारायण त्यो भनेको शेष नारायण, र अर्को उत्तरको चाङु नारायण भनेको छ। उत्तरको चाङु नारायण हामीलाई कुन थाहा छैन। हजुर कान्छा नारायण त अब हामी इचङ्गुलाई मान्छ, इचङ्गु नारायणलाई कान्छा नारायण मानिन्छ। एउटा कुन हुनसक्छ भन्ने इतिहासकारहरूले के भनेका छन् भन्दा शेष नारायण दक्षिणको भयो, उत्तरको नारायण चाहिँ एउटा कुन मानिन्छ भन्दा नृसिंह नारायण भनेर मानिन्छ, जुन शिवपुरीको जङ्गलमा कुनै बेला थियो। कहाँको के भनेर हामीसँग थाहा छैन। हजुर विशङ्खु नारायण पछि जोडिएको, किनभने मल्लकालको पुराना ग्रन्थहरूमा अझै पनि तपाईँले के पाउनुहुन्छ भने बुढानीलकण्ठलाई चौथो नारायण मानिएकोसम्म पनि पाउनुहुन्छ। त्यही भएर यो कुन चाहिँ चौथो नारायण कुन हो भन्ने विवाद छ। इतिहासकारहरूले यही भनेर सिद्ध गर्न सकेका छैनन्, किनभने फरक वंशावलीले फरक नाम लेखेका छन्। 3टा नाम चाङु नारायण, इचङ्गु नारायण र शेष नारायणको नाम सबै वंशावलीमा आउँछ। त्यस चौथो नारायण जुन भनौँ न एउटा नारायण जुन अहिले हामीले कुन भनेर भनिरहेका छौँ, विशङ्खु नारायण एउटा भन्न अप्ठ्यारो किन छ भन्दा चाङु नारायणको शक्ति छिन्नमस्ता भयो,
इचौँ नारायणको शक्ति महालक्ष्मी भयो, शेष नारायणको शक्ति चामुण्डा अथवा दक्षिणकाली आफै भयो। विषौँ नारायणको शक्ति कुन त? छैन, त्यहाँ त्यो परम्परा छैन। अरू के भन्छ बुढानील कण्ठ भन्यो भने त्यसको के भन्छ शक्ति कुन थाहा छैन। नरसिंह नारायण भन्ने एउटा पूजा गर्ने परम्परा चाहिँ त्यहाँ बुढानील कण्ठभन्दा अलि माथि छ, नरसिंह नारायण नै भनेर। नरसिंह नारायणको शक्ति चाहिँ महाकाली भनेर त्यहाँ अहिले पनि पूजा गर्छ। अब त्यो हो होइन, किनभने प्रमाणित चिज केही पनि भेटिएको छैन। एउटा भक्तपुरको एकजना इतिहासकारले चाहिँ संसदीय दङ्ग भनेर यता सुडालभन्दा माथिको एउटा नारायणको नाम उल्लेख गर्नुभएको छ, तर अब पछि उहाँले आफै के लेख्नु भएको छ भने यो नारायण हो होइन भन्ने मलाई थाहा छैन भन्ने खाले लेख्नु भएको छ। त्यहाँ चाहिँ लोकपाल स्वामी भन्ने एउटा अभिलेखमा शब्द परेको छ, अनन्त लिङ्गेश्वरको एउटा अभिलेखमा लोकपाल स्वामी भन्ने लेख्छ। जसरी यहाँ हामी चाङ्नालाई चाहिँ ढोल शिखर स्वामी भन्छौँ, त्यहाँ चाहिँ लोकपाल स्वामी भन्ने लेख्छ। त्यसले गर्दा त्यहाँ एउटा चौथो नारायण हुन सक्छ कि भनेर उहाँले प्रश्न गर्नुभएको छ। प्रश्न गर्ने चाहिँ भरतमणि जङ्गम उहाँले लेख्नु भएको छ। अब त्यो कन्फर्म चाहिँ छैन, कहाँ के भने उहाँले पनि प्रमाण दिन सक्नु भएको छैन। त्यो हामीलाई थाहा नभएको कुरो। अहिले चाहिँ आजको दिनमा चाहिँ हामीले विशम्भु नारायण मानिरहेका छौँ, तर पहिला चाहिँ त्यो पुरानो चाहिँ त्यो हजुर भन्नुहोस् न। तपाईँलाई यो ब्युटिफुल एक्सप्लेनेसनलाई धेरै धेरै धन्यवाद। यो मन्दिरमा आउँदै गर्दाखेरि मैले सुनेअनुसार यो मन्दिरको यो साइडमा यो नर्थ साइडमा होला, त्यसको माथि एउटा चाहिँ चामलको के त्यो सप्तयुगको चामल भन्ने मैले सुनेँ। अघि नै भन्छ पानी जुन छ सप्तयुगको पानी भनेर भन्नुहुन्थ्यो, त्यो साँच्चै नै सप्तयुगकै चामल होला त्यो? अघि नै भनिसक्यो नि मैले चामलको विषयमा अघि पनि भने सत्ययुगको चामलको प्रतीक मात्रै हो। त्यो चाहिँ तपाईँ माथि गएर त्यहाँ पुनर्निर्माण हुँदाखेरि त्यहाँ माथि दिएको छ, त्यो ढुङ्गाको हो। अहिले चाहिँ प्रतीक मात्रै हो, चामल चाहिँ होइन। चामलहरू त पुगेर गइहाल्छ तर त्यो एउटा हो। अनि यो कुनाको चाहिँ यहाँ के भन्छ के पहिला एकजना कुनै भक्तहरूले चलाउनु भएको घामपोहरू, त्यो घामपोहरू यताउति पर्छ भनेर अहिले यसरी छेकेर राखेको, यो पुरानो त्यस्तो केही पनि होइन। त्यस्तो केही पनि। यो यहाँ मन्दिरमा आउने भक्तजनहरूको लागि होइन, हातसाथ धुनको लागि, आचमन लिनको लागि मात्रै राखिएको पाइन्छ। त्यहाँ जुठो कसैले गर्दैन, कसैले जुठाहरूले छुँदैन, त्यो चाहिँ एउटा हो। त्यो चाहिँ मन्दिर आउने भक्तजनको लागि मात्रै भनेर राखिएको, कसैले चढाएको होइन। त्यो पानी बकाइदा भरिन्छ, त्यो पानी भर्नको लागि भनेर एउटा व्यवस्था अलग छ। हजुर भन्नुहोस्। चामल छ नि सत्यको चामल चाहिँ एक सिधा राखे पनि जति भाँडा ठुलो भए पनि पुरा भर्छ। तर त्यो चामललाई मसिनो भएको हामीले कुनै काममा छोयो ट्र्याक्ट त्यो लागि त्यसको किम्वदन्ती चाहिँ धेरै छन्। त्यो किम्वदन्ती त्यसरी भनिएको चाहिँ छैन। यहाँ भनिएको चाहिँ के छ भने सत्ययुगमा त्यो चामल त्यस्तो भगवान् नारायण अथवा भगवान् कृष्णको अवतारमा एउटा कथा प्रसङ्ग के आउँछ त भन्दा पञ्चपाण्डवहरू वनवासमा हुँदाखेरि सप्त ऋषिहरू त्यहाँ स्नान गर्न आउनुहुन्छ र सप्त ऋषिहरूलाई चाहिँ दुर्योधनले तपाईँहरूलाई चाहिँ तपाईँहरूको आशीर्वाद मेरो दाइहरूलाई पनि पाओस्, तपाईँहरू पाण्डवको घरमा जानुहोस् भनेर उहाँहरू यतै बसिरहनु भएको छ, त्यहाँ जानुहोस् भनेर भन्दाखेरि द्रौपदीले त्यहाँ आफ्नो बस्ने ठाउँमा हेर्छन्, जम्मा एउटा कनिका चामल मात्रै पाउँछन्। र त्यो एउटा कनिका चामलले अब भगवान् कृष्ण मैले के गर्ने भनेर सम्झिँदै गर्दा भगवान् कृष्ण त्यहाँ आउनुहुन्छ। भगवान्ले त्यो चामल लिएर आफूले खाएर आधी चामलले आफ्नो पेट भर्ने र आधी चामलले पुरै लोकको पेट भर्ने भन्ने एउटा कथा प्रसङ्ग त्यहाँ आउँछ। त्यस्तै कथा प्रसङ्ग अरू विभिन्न शास्त्र कथनहरूमा विष्णुको भनौँ न पुराणहरूको कथाहरूमा पनि आउँछ। त्यसले गर्दा एउटा कथा चाहिँ के हो भन्दा सत्ययुगमा त्यति शक्तिशाली भएको चामल देउताको सान्निध्यमा रहँदा त्यो शक्तिशाली नै हुन्छ। त्यसले गर्दा अब यो यस्तो हो भन्न सकिने अवस्था छैन। त्यो किम्वदन्तीको कुरालाई लिएर अब यो हो होइन भन्नु मैले म त्यो भन्न योग्य मान्छे चाहिँ होइन।
धेरै धेरै धन्यवाद सबैजनालाई सुनिदिनु हो। अब आउने फेरि पनि यहाँ चामना पार्नु होला, तपाईँहरूलाई सबैलाई फेरि पनि निमन्त्रणा गरेँ मैले। धन्यवाद। धन्यवाद पुजारीजी आवासानन्द राजुपाध्याय हामीलाई यो चाङ्गु नारायणको बारेमा इतिहासदेखि अहिलेसम्मको जानकारीहरू प्रदान गर्नुभएकोमा, साथै जति पनि महानुभावहरूले क्वेसनहरू रेज गर्नुभएको थियो त्यसको आन्सरहरू प्रपरली पाउनुभयो होला भन्ने आशा गर्दछु। र अब यो कार्यक्रम समापन गर्नुभन्दा अगाडि मलाई यहाँ जानकारी प्राप्त भएको छ। हाम्रो यो मण्डल प्रतिष्ठान 26 वर्ष भइसकेको रहेछ है, सुन्दाखेरि पनि अचम्म लाग्छ। र यो अहिलेसम्म यहाँसम्म आउँदाखेरि हामीले धेरै आरो अवरोहहरू पार गऱ्यौँ होला र त्यसको लागि धेरै महानुभावहरूले हामीलाई सल्लाहहरू पनि दिनुभयो होला यहाँसम्म पुर्याउनुको लागि। र तर हामीले विशेष सम्मान एकजना व्यक्तित्वलाई गर्न चाहेका छौँ, उत्तम नारायण मल्लजी। उहाँको योगदान हाम्रो मण्डल प्रतिष्ठानमा धेरै नै अतुलनीय रहेको छ र रहने पनि छ। त्यसको लागि उत्तम नारायण मल्लजीलाई हाम्रो यहाँ ड्यासमा आमन्त्रण गर्न चाहन्छु। र उहाँको सम्मानको लागि मैले श्री शान्त बहादुर मल्ललाई आग्रह गर्दछु सम्मान गर्नको लागि। उहाँहरूलाई तालीले साथ दिनु होला। अब कार्यक्रम समापन गर्नुभन्दा अगाडि मल्ल प्रतिष्ठानको तर्फबाट यहाँ जति पनि पाल्नुभएका महानुभावहरूलाई चाङ्गु नारायण भगवानले आशीर्वाद प्रदान गरोस् भन्ने कामना गर्दै यो माइकमा समापन थ्याङ्क यू स्पिचको लागि सचिवज्यू श्री विजय शङ्कर प्रधानज्यूलाई माइक हस्तान्तरण गर्न चाहन्छु।